हेलो नमस्ते सबैजना भाइ बहिनीहरूमा आज हामी क्लास 12 को फाइनल एकाउन्टको क्वेसन लिएर आइसकेका छौँ। यसलाई ध्यान दिएर हेर्नु होला, यो खासै गाह्रो छैन। कतिजनाले भनिरहेको हुन्छ एकदम गाह्रो छ, तर फाइनल एकाउन्ट जतिको सजिलो कुनै पनि टपिक छैन हाम्रो लागि। जस्तै हामी सिरियली 11 को जर्नल इन्ट्री पढ्दै गयौँ, त्यसपछि 11 को फाइनल एकाउन्टको बारेमा पढ्दै गयौँ। त्यसरी नै अब 12 को पनि फाइनल एकाउन्टको एउटा क्वेसन यहाँ छ दिएको। यहाँ के छ त भन्दाखेरि ट्रायल ब्यालेन्स अफ अ कम्पनी एज अन 31 डिसेम्बर इज एज अन्डर भनेर दिएको छ। यहाँ कुनै कम्पनीको हामीलाई ट्रायल ब्यालेन्स दिएको छ, जसबाट रिक्वायरमेन्ट हामीलाई के सोधेको छ त प्रफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट र क्लासिफाइड ब्यालेन्स सिट। यहाँ हामीलाई सोध्ने भनेकै जम्मा 3वटा कुरा हुन्छ। जस्तै 5 मार्क्समा मात्र सोध्छ, यो लङ क्वेसनमा सोध्दैन। के सोध्छ त जस्तै एउटा नम्बर 1 मा सोध्छ कि त ट्रेडिङ हो कि त अर्को के त पिएल। त्यसपछि अर्कोचोटि कुनै बेला सोद्धाखेरि के सोध्छ कि त पिएल एप्रोप्रिएसन सोध्ने गर्छ। त्यसपछि अर्को सोध्ने भनेको तेस्रो क्वेसन भनेको कस्तो खाले हो त पिएल एप्रोप्रिएसन र अर्को कि त क्लासिफाइड ब्यालेन्स सिट भनेर सोध्ने गर्छ हो। यो 3वटा मध्ये कुनै क्वेसन हामीलाई दिन सक्छ। त ट्रेडिङ र पिएल हामीले पढिसकेका छौँ र पिएल कतिचोटि 2टाको मैले भिडियो बनाएर राखिसकेको छु। यहाँ चाहिँ अब हामी बनाउँदैछौँ पिएल एप्रोप्रिएसन र क्लासिफाइड ब्यालेन्स सिट। ट्रेडिङको र पिएलको 11 को र 12 को लमसम उस्तै हुन्छ, चेन्जेस खासै केही पनि हुँदैन। तर पिएल एप्रोप्रिएसन र क्लासिफाइड ब्यालेन्स सिटदेखि हाम्रो चाहिँ के हुन जान्छ त चेन्जेस हुन जान्छ। मैले अस्तिदेखि नै के भनिरहेको छु, मैले एडिसनल इन्फर्मेसन लेखेर राखिदिएको छु। त्यो एडिसनल इन्फर्मेसन हेर्नु होला एकचोटि र जहिले पनि क्वेसनमा दिएको एडिसनल इन्फर्मेसनलाई तपाईँ के गर्नुहोस् त क्लेरिफाई यहाँ पहिला गर्नुहोस्। जस्तै एडिसनल इन्फर्मेसन तपाईँ एन्ट्री गरिसक्नुहुन्छ भने माथि त्यहाँ दिएको ट्रायल ब्यालेन्समा भएको आइटम कुनै एकै ठाउँ जान्छ, त्यसले हामीलाई केही पनि असर गर्नेवाला त्यति छैन। तर जस्तै यहाँ तपाईँले मिस केही गर्नुभयो भने पुरै ट्रान्जेक्सन तपाईँको के हुन जान्छ त जिरोमा झर्न जान्छ। भनेपछि एडिसनल इन्फर्मेसन नम्बर फर्स्टमा दिएको छ प्रपोज डिभिडेन्ड एट द रेट 10% भनेर दिएको छ। ध्यान दिनु है, प्रपोज डिभिडेन्ड कहिलेकाहीँ पर्सेन्टेजमा हुन्छ, कहिलेकाहीँ एमाउन्टमा दिएको हुन्छ। त पर्सेन्टेजमा दिएको छ भने के को चार्ज गर्ने त जहिले पनि याद राख्नु ट्रायल ब्यालेन्समा सेयर भनेर दिएको हुन्छ। ध्यान दिनु है, के भनेर दिएको हुन्छ त सेयर। त्यहाँ हेर्नुहोस् त छ यहाँ सेयर क्यापिटल भनेर दिएको, कति दिएको छ त 8 लाख रुपियाँ दिएको छ। जस्तै हाम्रो पार्टनर थियो जम्मा यति एमाउन्टको, जसमध्ये हामीले प्रफिटबाट केही डिस्ट्रिब्युसन गर्ने कुरा गर्यौँ। के डिस्ट्रिब्युसन गर्ने कुरा गर्यौँ त डिभिडेन्ड। किन भन्दाखेरि जतिजनाले हाम्रो कम्पनीमा लगानी गरेको छ, सेयर किनेको छ, त्यो सबै सेयर होल्डरहरूलाई हामीले के दिनुपर्ने हुन्छ त डिभिडेन्ड बाँड्नु पर्ने हुन्छ। त 10% त जहिले पनि सेयरको एमाउन्टको याद राख्नु, के को त सेयरको एमाउन्टको। तर क्वेसनमा एउटा कुरा अझ ध्यान दिनु होला, जब डिभिडेन्ड तपाईँले चार्ज गर्नुहुन्छ भने कल्स इन एरियर छ कि छैन भन्ने कुरा फाइन्ड आउट गर्नु क्वेसनमा। यहाँ हेर्नुहोस् त यो क्वेसनभित्र कति कल्स इन एरियर दिएको छ। यदि दिएको छ भने सेयर क्यापिटलबाट पहिला कल्स इन एरियर घटाउनुहोस् अनि मात्र चाहिँ के गर्नुहोस् त पर्सेन्टेज चार्ज गर्नुहोस्। यदि एमाउन्ट दिएको छ भने हामीले के हेरिराख्नु परेन, सिधै कहाँ ल्याएर राखिदिनु त प्रफिट एन्ड लस एप्रोप्रिएसन। त प्रफिट एन्ड लस एप्रोप्रिएसन भनेकै त्यही हो, नाफा नोक्सान बाँडफाँड खाता। जस्तै हाम्रो कम्पनीले कति नाफा कमाएको छ त्यो नाफाबाट आफ्नो सेयर होल्डरहरूलाई के दिने त केही प्रफिटमा हिस्सा दिइराख्ने। भनेपछि यहाँ लेख्दै जाउँ टु प्रपोज्ड डिभिडेन्ड हो, कति दिएको छ त 10%। त के को त सेयर क्यापिटल। त सेयर क्यापिटल भनेको 8 लाख, 8 लाखको कति पर्सेन्ट त 10% भन्ने बित्तिकै जम्मा कति भयो त 80,000 हो। यहाँ 80,000 लेख्यो। मैले अस्तिको दिन भनेको थिएँ एडिसनल इन्फर्मेसनमा दिएको आइटम याद राख्नु होला, एडिसनल इन्फर्मेसनमा दिएको आइटम 2 ठाउँ एन्ट्री हुन्छ। माथिको 3वटा जहाँ जाओस्, ट्रेडिङ पिएल एप्रोप्रिएसनमा जहाँ सुके जाओस्, तर ब्यालेन्स सिटमा कम्पलसरी आउनै पर्छ र आउँछ नै। भनेपछि प्रपोज डिभिडेन्ड भनेको प्रोभिजन, यहाँ लाइबिलिटिजमा जाने हामीले तिर्नु पर्ने एमाउन्ट कति छ त पार्टनरलाई त 80,000। त 80,000 मेरो लागि लाइबिलिटिज हुन जान्छ। त लाइबिलिटिजको कुन कलममा त करेन्ट लाइबिलिटिज एन्ड प्रोभिजनमा। भनेपछि यहाँ लेखिदिनुहोस् प्रपोज्ड डिभिडेन्ड कति त 80,000। यो एडिसनल हाम्रो के भयो त कम्प्लिट भयो। त्यसपछि दिएको छ ट्रान्सफर टु जेनरल रिजर्भ।
ट्रान्सफर टु जेनरल रिजर्भ भनेको के हो त भन्दाखेरि हाम्रो जुन कम्पनीको प्रोफिट थियो त्यो प्रोफिटबाट केही हिस्सा हामी रिजर्भ गरेर राखिदिन्छौँ। किन? जेनरल भनेको छ कुनै कारणवश यदि कम्पनी घाटामा गयो, केही नोक्सान भयो, कुनै सामानै लिनु पर्यो भने त्यति बेला पैसा कहाँबाट ल्याउने? त त्यसको लागि हामी के गर्छौँ त फन्ड छुट्याएर राख्ने काम चाहिँ गर्छौँ। त फन्ड छुट्याउनको लागि हामी के गरिदिन्छौँ त ठ्याक्कै यहाँ हेर्नुहोस् है, पिएल एप्रोप्रिएसनको डेबिटमा जानुहोस् अनि यहाँ लेखिदिनुहोस् ट्रान्सफर टु जेनरल रिजर्भ कति दिएको छ त 20,000 हो। याद राख्नु जेनरल रिजर्भ एडिसनलको मात्र लिनु होला, अरू ठाउँको जेनरल रिजर्भहरू जुन दिएको हुन्छ वा फन्डहरू दिएको हुन्छ त्यसलाई पिएल एप्रोप्रिएसनमा ल्याउन मिल्दैन, राख्न मिल्दैन। त्यसले गर्दाखेरि एडिसनल इन्फर्मेसनको मात्र लिनु होला। त्यसपछि अब एडिसनलको काम हाम्रो सक्यो, यहाँको इन्ट्री हामीले कम्प्लिट गर्यो। अब एउटा आइटम छ, त्यही आइटमलाई लेख्नुपर्ने हेर्नुहोस् त जेनरल रिजर्भ एन्ड सरप्लस भनेर दिएको छ। यहाँ लेख्दिउँ जेनरल रिजर्भ। जेनरल रिजर्भ पुरानो कति छ हामीसँग 1,20,000 अनि नयाँ कति छ त 20,000। यहाँ हेर्नुहोस् 1,20,000 प्लस 20,000 गरेर जम्मा कति भयो त 1,40,000। यति गरिसकेपछि टोटली एडिसनल हाम्रो के भयो त कम्प्लिट भयो। अब माथिबाट हेर्दै जाउँ, डेबिटको आइटमलाई यसरी एसेट्समा हाल्नु होला अनि क्रेडिटको आइटमलाई यहाँ क्रेडिट र यतातिर कता त लायबिलिटिजमा राख्नु होला। भनेपछि छुट्याउँदै जानु। मैले अस्तिको दिन यो सबै कुरालाई एक्सप्लेन गरिसकेको छु। यो एक्सप्लेनेसनलाई पहिला ध्यान दिएर हेर्नु र जहिले पनि क्वेसन तपाईहरु सल्युसन गर्ने बेलामा यसरी गरेर तपाईहरु के गर्नुस् त क्लासिफाई गर्दिनु, मतलब क्याटेगोरी छुट्याइदिनु, के भन्छ डिस्ट्रिब्युसन गर्ने काम जुन छ त्यो हेडिङहरु लेखेर अनि मात्र तपाई क्वेसनलाई सल्युसनतिर जानु होला। भनेपछि प्लान्ट एन्ड मेसिनरी, प्लान्ट एन्ड मेसिनरी भनेको फिक्स एसेट्स हो। भनेपछि यतातिर लेख्दियौं प्लान्ट एन्ड मेसिनरी कति दिएको छ त 4,60,000। त्यसपछि बिल्डिङ, बिल्डिङ भनेको फिक्स एसेट्स हो, बिल्डिङ कति छ त 6 लाख। त्यसपछि बैंक ब्यालेन्स भनेको करेन्ट एसेट्स हो, भनेपछि यहाँ लेख्नुस् बैंक ब्यालेन्स कति दिएको छ त 80,000। त्यसपछि दिएको छ डेप्टर्स, यो पनि हाम्रो लागि करेन्ट एसेट्स हो, डेप्टर्स कति दिएको छ 60,000। त्यसपछि प्रिपेड इन्स्योरेन्स, यो पनि करेन्ट एसेट्स हो, प्रिपेड इन्स्योरेन्स कति छ त 12,000। त्यसपछि दिएको छ क्लोजिङ स्टक, क्लोजिङ स्टक कति दिएको छ त 50,000। यति गरिसकेपछि अब एसेट्सको आइटम सबै मतलब डेबिटको आइटम सबै कम्प्लिट भयो। अब क्रेडिटतिर जाउँ। शेयर क्यापिटल, शेयर क्यापिटल भनेको हाम्रो लागि हेरौँ त पेड अफ क्यापिटलमा जाने आइटम हो, किनभने मैले पेड अफ क्यापिटलमा लेखाएको थिएँ अल शेयर आइटम्स भनेको जस्तो सुकै शेयर छ त्यो सबै शेयरलाई कहाँ ल्याएर राख्दिनु त पेड अफ क्यापिटलमा। भनेपछि यहाँ लेख्दिनुस् शेयर क्यापिटल कति छ दिएको 8 लाख। त्यसपछि छ जेनरल रिजर्भ जुन भर्खर मैले यहाँ एड गरेर लेखिसकेको छु। क्रेडिटर कति छ त 25,000, क्रेडिटर भनेको लायबिलिटिजमा जान्छ, यहाँ लेख्नुस् क्रेडिटर्स कति छ त 25,000। त्यसपछि करेन्ट लायबिलिटिजमा गयो नेट प्रॉफिट, नेट प्रॉफिट भनेको हाम्रो यता जाने पिएल एप्रोप्रिएसनको क्रेडिट साइडमा। तर त्यो भन्दा अगाडि ओपनिङ रिटेन अर्निङ हेर्नुस् है, ओपनिङ रिटेन अर्निङ, ओपनिङ रिटेन अर्निङ भनेको यही हो प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट। भनेपछि क्रेडिट साइडमा जानुस् अनि यहाँ लेख्नु बाइ ब्यालेन्स बिडी कति अमाउन्ट दिएको छ त 37,000 हो। यति गरिसकेपछि नेट प्रॉफिट यतातिर लेख्नुस् बाइ नेट प्रॉफिट कति छ त हामीसँग त 80,000 हो। त्यसपछि अर्को छ एउटा लङ टर्म लोन, लङ टर्म लोन भनेको कहाँ जाने आइटम हो त सेक्युर्ड लोनमा। सेक्युर्ड लोनमा एलडीबी भनेर मैले लेखाएको थिएँ। एलडीबी भनेको लोन डिबेन्चर बोन्ड, ध्यान दिनु है, एलडीबी भनेको लोन डिबेन्चर बोन्ड। त लोन डिबेन्चर बोन्ड यहाँ हाल्दिनुस् सेक्युर्ड लोनमा। लङ टर्म लोन इक्वल्स टु कति दिएको छ त 2 लाख हो। यति गरिसकेपछि
अब हामीले ध्यान दिनुपर्ने कुरा के छ त, जहिले पनि दुईटैको ब्यालेन्स गर्नुपर्ने हुन्छ र जुनको यहाँ एमाउन्ट छैन त्यसलाई तपाईँ के गर्नुहोस् त, निल भनेर देखाउनुहोस् हो। यहाँ यसको पनि निल भयो, त्यसपछि यहाँ अथोराइज क्यापिटलको निल गरेँ अनि अथोराइज क्यापिटलको एमाउन्ट हुँदा पनि यहाँ डबल अन्डरलाइन गर्नु होला, किन भन्दाखेरि अथोराइज क्यापिटलको एमाउन्ट यो एमाउन्टसँग जोडिँदैन, त त्यही क्लोज हुन्छ। त्यसपछि मिसलेनियस एक्सपेन्डिचर एसेट्स दिएको छैन, इन्भेस्टमेन्ट दिएको छैन। त्यसपछि अब यो पिएल एप्रोप्रिएसन एकाउन्ट डेबिट, अब हेरौँ यो यहाँ सरप्लस आउँछ कि डिफिसिट आउँछ त्यो कुरा हामी चेक गरौँ। यसो हेर्दाखेरि यहाँ क्रेडिट साइडमा बढी लागिरहेछ, त क्रेडिट साइडमा छ भनेपछि यहाँ के गरौँ, 8-3-11 1,17,000 यहाँ टोटल ट्रान्जेक्सन भयो, 1,17,000 रुपियाँ कम्पनीको प्रोफिट भयो जम्मा। त्यसबाट उसले 80,000 रुपियाँ डिभिडेन्ड बाँडो, 20,000 रुपियाँ रिजर्भ गरो अनि बाँकी जुन छ त्यसलाई के भनेर देखाइन्छ त, सरप्लस भनेर। त 1,17,000 माइनस 1,00,000 इक्वल्स टु कति भयो त, 17,000। त टोटल ट्रान्जेक्सन कतिको भयो, 1,17,000 को। यही सरप्लसलाई यहाँ हेर्नुहोस्, लायबिलिटी साइडको तेस्रो नम्बरमा रिजर्भ एन्ड सरप्लस भनेर लेखिएको छ, यहाँ लेखिदिनुहोस् सरप्लस हो। कति चाहिँ त, 17,000 हो। यति गरिसकेपछि मतलब यो पिएल एप्रोप्रिएसन एकाउन्ट डेबिट आएन, डिफिसिट आएन भनेपछि यसलाई निल भनेर देखाउनुहोस्। अब त्यसपछि के गर्नुहोस् त, टोटल गर्नुहोस्। टोटल गर्दाखेरि कति हुन जान्छ त, 12,62,000 हो। यसको पनि कति नि हुन्छ त, 12,62,000। यो इक्वल आएन भने सम्झिनुहोस् कि तपाईँले कुनै न कुनै ठाउँमा के गर्नुभएछ त, रङ गरिसक्नु भएको छ। यसलाई ध्यान दिएर हेर्नु होला, एकचोटि घरमा फेरि ट्राई गर्नु होला। यदि यो कतै बुझ्नमा कति कन्फ्युजन छ भने तपाईँ कमेन्ट गरेर भन्न सक्नुहुन्छ। र अर्को नेक्स्ट भिडियो फेरि हामी लिएर आउँदैछौँ। धन्यवाद।